कसरी आउनुभयो? यसमा मुख्य आयोजना त हामी सबै समूहका मेम्बर भइहाल्यो। त्यसमा पनि विशेष भूमिका चाहिँ हाम्रो जयसप यादव पन्थीजीको विशेष भूमिका। को आउनु भएको छ यहाँ? उहाँले आह्वान गर्नुभयो। यहाँ को आउनु भएको छ, उपस्थित हुनु भएको छ? हामी चाहिँ आज यहाँ लगभग हामी 6 फ्यामिली आछौँ मेरो ख्यालमा। 6 फ्यामिली। अलिक खुलाउन मिल्छ कि? खुलाउँदाखेरि अलि खुलाउन पनि मिल्छ। हाम्रो मुख्य गरेर हाम्रो नाताले हाम्रो जयसप यादव पन्थी, बहिनी ललिता पन्थी, त्यसै गरी म कृष्ण घिमिरे, मिसेस बिमला घिमिरे भइहाल्यो। अनि कुलराज भट्टराई उर्फ राज भनेर पनि चिनिन्छ। राज भट्टराई, पुष्पा भट्टराई, पन्थी भट्टराई, अनि सुदन भट्टराई, राधा भट्टराई, त्यसपछि हाम्रो युवराज आचार्य, अनि हाम्रो शान्ता आचार्य, निजाल आचार्य। यसको मतलब फ्यामिली परिवार भएर पिकनिक गर्नु पर्यो। साना बच्चाहरू पनि ल्याएर आउँछ। यसमा तपाईँ के भन्नु चाहनु? कति खुसी हुनुहुन्छ, के हुनुहुन्छ, कस्तो हुन्छ तपाईँको राय? होइन, हामीहरूले यस्तो कार्यक्रम सालमा एकचोटि गएको साल चाहिँ भएन क्या, अघिल्लो साल पनि हामीले गरेका थियौँ। सालमा यस्ता कार्यक्रम राख्दाखेरि एउटा पारिवारिक रूपमा एउटा अहिले आउँछ पालो छुट्टै उत्साह उमङ्ग होइन। एक दिन भयो नि बिदाको दिन पारेर, शनिबारको दिन एक दिन बिदाको दिन पारेर मान्छे उल्लासमय खुल्ला रूपले मनोरञ्जनात्मक तरिकाले अगाडि बढ्ने भयो। यो चाहिँ समयमा हरेक घर परिवारले गर्नुपर्छ। आफ्नो पारिवारिक बालबच्चासहित एक दिन चाहिँ सालमा 1-2 चोटि चाहिँ घुम्न अथवा बालबालिका आफ्ना परिवारसहित घुमाउन हिँड्नुपर्छ। यो भनेको एउटा दिमागलाई रेस्ट दिने र मनोरञ्जनात्मक पनि धेरै स्वास्थ्यको लागि फाइदा छ। त्यो चाहिँ हामीले गर्नुपर्छ। ल, समय र जानकारीको लागि तपाईँलाई विशेष धन्यवाद। फेरि समय भएछ भने फेरि आउँला। हाम्रो दाइ यहाँ उपस्थित भएको देख्छु। खासमा यहाँ के कारणले कसरी आउनुभयो, के कारण हो यसो खुलाइदिनु न। विशेष भनेर शनिबार फ्यामिली पिकनिक कार्यक्रम। हजुर, एउटा रमाइलो, एउटा फ्रेस, एउटा होलिडे, बच्चा बच्ची सहितको एउटा फ्रेस होलिडे। अब योभन्दा अगाडिको हाम्रो कृष्ण दाइले खुलाइसक्नुभयो फ्यामिली परिवार भएर आँखा भनेर। यसमा तपाईँको विस्तृत रूपमा दिँदाखेरि के छ यसमा अझै हजुरको तर्फबाट जाओस्? त्यही नै हो जो उहाँले भन्ने सबैभरि सबै। यसमा कस्तो कार्यक्रम हुन्छ, के हुन्छ? यहाँ आएपछि खानपिन हुन्छ, नाचगान हुन्छ, मनोरञ्जन हुन्छ, घुम्ने हुन्छ, पुरै धेरै चिजहरू जस मनोरञ्जनमा नै कार्यक्रम हुन्छ। विशेष गरी यसमा रमाइलोमा बढी विस्तृत हुन्छौँ हामी आज होइन। हामीले यहाँ सबै कुराहरू रमाइलोमा त्यागेर फ्यामिली र बच्चा बच्चीलाई एकदम विशेष गरी ल हस्। समय र जानकारीको लागि धन्यवाद हजुर। अब हाम्रो यहाँ दिदी हुनुहुन्छ, हजुरलाई केही छ भन्नुपर्ने? सधैँभरि यस्तै होस्। निरन्तरता जाओस्, यो रमाइलो निरन्तरता जाओस्। यहाँ हुनुहुन्छ मेरो आफ्नै बुढी पनि भन्नुपर्छ यहाँलाई। के छ हजुरको छोरी, के छ तर्फबाट? हजुर के कहिलेदेखि यस्तो इसाराबाट बोल्ने भइसक्नुभयो? तपाईँको बोल्न सक्नुहुन्न कि नबोलेको के हो खासमा चाहिँ? एकजना चाहिन्छ यस्तो। तपाईँ बोल्न चाहनु भएन? तपाईँ यस्तो बोल्न चाहनु भएन? ल धन्यवाद। ल हाम्रो यहाँ बिमला घिमिरे हुनुहुन्छ। हजुरको यहाँ एकदम सहभागी देखिया छ रमाइलोको होइन। के छ हजुरको तर्फबाट? त्यही नै हो, तपाईँ पूर्ण समर्थन हुनुहुन्छ यसमा। र यहाँ सुदन भट्टराई हुनुहुन्छ। हजुर यहाँ के कति कारणले आउनुभयो त? पाइयोस् होइन। तिमीहरूले के खाइरहेको छौ यस्तो? यो कोक हो? पिकनिकमा आएर कोक खाएको? कति रमाइलो भएको छ? यहाँ भाग लाउँदैछौ, के लाउँदैछौ त? कोक हो? हजुरले के खाइरहनु भएको छ यहाँ? कोक हो? ल म लगायत सम्पूर्ण टिम आएको छौँ हामी।